हजुर ओ माई गड ए होइन उसको होला नि के अरे इन्सुलिन होला नि ल जाउँ जाउँ बिस्तारै बिस्तारै जाउँ नर्थ क्यारोलाइना जाने बाटो हेर्नुहोस् ओ माई गड बाटो वाउ स्मोकी माउन्टेन ठ्याक्कै लुम्ले गाडे ठ्याक्कै एक्ज्याक्टली लुम्ले गाडे लुम्ले गाडे घुम्नु गयो जस्तै भयो ठ्याक्कै त्यस्तो रमाइलो छ हरियाली डाँडाकाँडा यस्तो हाइटमा छ कि टपमा छ हेर्नु फ्यामिलीहरू घुम्न आएका छौँ मान्छे त कति कति ठ्याक्कै पोखराको लुम्ले गाडे ठ्याक्कै ठ्याक्कै लुम्ले गाडे यस्तै हुन्छ एकैछिनमा हुसु लागिहाल्छ टोलीहरू हिँडेका छन् सेम टु सेम लुम्ले गाडे हेर्नु न रोड कस्तो देखिएछ सर्प जस्तै देखिएछ नि ठ्याक्कै बिचमा तर त्यो बादल लाएर होला धेरै हाइटमा छ होला त्यो अझै योभन्दा हाइटमा छ छैन होला कि है माई गड ड्राइभ पनि कस्तो रमाइलो कि ड्राइभ हेर्दै हजुर उता हेर्दै बाटो हेर्दै ड्राइभ गर्ने जस्तो छ हेर्नु न त स्वाट स्वाट घुम्छ नि त टर्निङमा त चिसो चिसो रहेछ है यतातिर है धेरै दिन हल्का हल्का ऐसेलु यो भालु ऐसेलु हो यो नर्मल ऐसे यो अर्कै खालको हुन्छ रातो खालको ऐसेलु ए ऐसेलु रातो हुन्छ न्यू फाउन्ड ग्याप स्मोकी माउन्टेन रमाइलो छ यस मिसी यता हेर ल छाने हाई हाई मिसी हाई छाने सानो घुम्न आएको बाबा यता हेर मिसी यता हेर बाबा बेबी यता हेर कहाँ गएको तिमीहरू ल यता त रमाइलो ठाउँ चाहिँ मलाई यो कटु छैन हाई मिसी हाई छाने हाई बेबी हाई बेबी यता हेर त मिसी यता हेर ल यता हेर बेबी मिसी रिग्रेट पछि फेरि अरूले राख्यो भने त रिग्रेट हुन्छ पछि त्यहाँबाट उता उता हेर्नु रहेछ कि यहाँबाट अलिकति हाइट छ कि यो यहाँ जाने हो ट्रेल रहेछ यो चाहिँ के ट्रेल रहेछ र ओ माई गड भयो यो त त्यसै रहेछ 1.7 माइल यस्तो होला कि यो राउन्ड यस्तै डाँडा चाहिँ यसरी राउन्ड लाउनु रहेछ कि त्यस्तै लाग्यो मलाई त खास यसैको लागि आएको अनि कहाँ भागा गर्ने लाली गुराँस तर यहाँको पिङ्क कलरको अरू फरक कस्तो फ्रेस एयर छ नि बुल थियो अहिले लाली गुराँस फुल्न लाग्छ है
लाली गुराँस यो त हामी 85 ठ्याक्क 85 को ठ्याक्कै यस्तै छ 85 पोखरा माथिपट्टि ठ्याक्कै सेम यस्तै ठ्याक्कै हिउँ के अरे यो हिउँ पनि पर्छ त्यहाँ कहिले कहिले अनि बादल लाग्छ कि एकदमै सेम टु सेम यस्तै यसो अगाडि जाऊ कुद्दै कुद्दै अनि हामी आएको भिडियो बनाउनु छोटो हेरेर त्यो फोनले जाऊ अगाडि जाऊ पर जाऊ अनि हामी आएको अनि त्यही भिडियो नु हामी आएको भिडियो बनाउनु है दामी रहेछ जाऊ 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 You gotta listen to Daddy. That's why you called me. अहिलेको हामी पनि 20 माइल्स आएको त नि होइन हामी 15 माइल्स मात्रै आयो हो आएको के छ खबर ठिक छ थाकियो थाकियो कि थाकिएन उसो आयो हुसु आयो यता साइडमा उसो आयो यता चाहिँ क्लियर भएको छ यता चाहिँ हुसु आएको Would y'all like a family picture? Okay. You're welcome. We did it. We got it. We were तर अलि यिनीहरूले अलि हाइटमा बनाउनु पर्ने यो चाहिँ यो अलि भएन यो त रुखले हिँड छेकिरहेको छ यो त यति यो साइड मात्रै हेर्नलाई जस्तो भयो कि I got him looking at I got like 4 or 5. यो माथि पुरै क्लिन गरेर नि ओ त्यो हजुर यो क्लिन गरेर माथि चाहिँ टावर बनाउनु पर्ने यिनीहरूले Look under your shoes. Under yours. दादा बोलाउनु भर्खर 1 घण्टा भएको छैन भर्खर बनाए हिँड्यो त भने हामी भएन खुवाइदियो 1 घन्टा त भएन होला 1 घण्टा भएको छैन हामी हिँडेको त भर्खर त हो त्यो नि त छ त सबै यो म 2013 मा आएको थिएँ मन त नि यहाँ यहीँ आउनु भयो स्मोकी तर सानो रहेछ है उस चाहिँ सिटी राइड हो नि त मान्छे हो नि त मान्छे माई राइट गड हेर्नु न त्यो लाइन राइडको लागि दिन्छ सबै त्यही राइट छ म यहाँ आएको थिएँ कि 13 मा तर बच्चाहरूलाई 2-3 दिन त रमाइलो हुँदो रहेछ एकदमै तर म आएँ अनि आएर एक ठाउँमा यहाँ आएर ऊ खाइयो लन्च खाइयो पानी परेको थियो झिसमिस यो बाहिर कहाँ के छ केही थाहा छैन सबै कुहिरो मात्रै थियो क्या ए त्यसो त के यो माउन्टेन यताउता पुरै माउन्टेन छ स्मोकी माउन्टेन भन्दै के पनि देख्नु माउन्टेन कहीँ केही थिएन अनि कहाँ जानु अब यही टाउनमा आयो एक ठाउँमा खायो अनि हिँड्यो फर्केर अनि मैले स्मोकी माउन्टेन चाहिँ भनेर आएको गेटलिनबर्ग भन्ने चाहिँ मलाई फेरि त्यो सिटीको नाम मलाई थाहा भएन स्मोकी माउन्टेन भनेर मात्रै आउनुभएको होइन स्मोकी माउन्टेन भनेर गुगलमा लगायो आयो होइन हजुर अनि गेटलिनबर्ग यो बिचमा कतिले गेटलिनबर्ग एकदम राम्रो भन्छन् को भ्याकेसनमा आउने जाने भन्छन् एकदम राम्रो पुरा तारिफ सुनिन्छ हामी चाहिँ त्यहाँ गएर मिस भएछु भन्छु क्या म चाहिँ भित्रभित्र हामी चाहिँ पुगेर पनि मिस भइएछ स्मोकी माउन्टेन त पुगेको त्यही नजिकै कता थियो भन्ने भयो अनि अस्ति पो आउने भइसकेपछि के चाहिँ रहेछ त यो कति टाढो रहेछ त म गएको ठाउँ रहेछ हेरेको त भरे त एउटै सिटी त्यही सिटी त रहेछ के को चाहिँ स्मोकी एउटा यहीँ होला नाम यहीँबाट निकालेको छ मुनसाइन टेस्टिङ हाम्रो त्यो उसमा पनि थियो नि जाने यहाँ रहेछ नि त के अरे ऊ वहाँ हेर्नु न पुल हेर्नु न वाह यहाँ बिल्डिङ अगाडि वाओ नानी हेर नि यहाँ अगाडि साइडमा
तर दामी रहेछ यो चाहिँ नाइटमा चाहिँ रहेछ कि मेन राति चाहिँ रहेछ घुम्ने यो ढुङ्गा चाहिँ के घुमेको थियो पानीले भयो पानी फ्रेस राति चाहिँ घुम्नुपर्ने ठाउँ रहेछ चाहिँ साँझतिर चाहिँ मान्छे त हिँड्ने ठाउँ हुँदैन होला अन्त साँझमा हिँड्नमा जान्छ दुई सिटी वाक यत्तिकै आनन्दले रेनी है हावा खाँदै खाँदै फ्रेस हावा खाँदै खाँदै होइन हेम्पटन पनि कति सानो हो हेर्नु यो होटल त ल त होला ए त लामो खालको जम्मै त्यो मोडल 6 स्टाइलको क्या हेम्पटन पनि जिपहरू जिप राइडहरू पनि रहेछ स्की पेट्रोल कस्तो ठाउँमा बनाएको छ हामीले सर्टकट कता कताबाट ल्यायो यता सिटीभित्र छिराएन कि हो र हामी चाहिँ अर्को साइडबाट आयौँ यो साइड त हामी आउँदै आएनौँ द बिग ग्रिल लन्च एन्ड डिनर सिजनल हो कि यो के हो सिजनलै होला है यसरी होइन त्यो त जहिले यस्तै त हो सिजनल होइन होइन स्की माउन्टेन रोड नेसनल पार्क राइडहरू स्की चाहिँ स्कीहरू यतापट्टि रहेछ कहिले कहिले उ गर्छ कहिले गर्छ कहिले गर्दैन होला राइडहरू चाहिँ राइडहरू चाहिँ किनभने यस्तो सिटीहरू चाहिँ सिजनल हुन्छ कि म्याक्सिमम् होइन जाडोमा चल्दैन धेरै हिउँमा त स्नोमा त यो पक्कै पनि डाउनै हुन्छ त डाउनै हुन्छ नि तर स्कीको लागि पनि छ नि त फेरि यिनीहरूको डाउन डाउन हुन्छ यस्तो धेरै मान्छे आउँदैन अब स्कीको लागि अरूले आउँछन् होला मिसी सानी के गर्दै नमस्ते गर नमस्ते बुबु खाए अनि अब नमस्ते गर मोबाइल देखायो उसँग मोबाइल भन्दा पछाडि त पुरै साइलेन्स मोडमा छ नि त किन हो इन्जोय गरेर राख्नु पछाडि काका के छ ठिक छ रमाइलो भइरहेछ जबरजस्ती सरसफाइ कार्यक्रम ट्र्याक्टर घाँस काट्ने ट्र्याक्टर घाँस काट्नेहरू यिनीहरूको मेन्टेनेन्स पनि कम खर्च छ यहाँ युज गर्नलाई नाइ 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 कहाँ राख्छ माथि हुन्छ स्लो छ यस गाडी गाडी के छैन अब आउँदै त्यस्तो निकाल्यो बाहिर हेर्छ निकाल्दै यसो काम उकालो छ ठाडै अझ ओह्रालो सुरु होला है अझ उकालो हाल्नुपर्ने माउन्टेन ड्राइभ गरेर माथि भ्यू राम्रो देखिन्छ भने सिनिक ड्राइभ यही त होला नि यही त अब सिनीको यहाँबाट चाहिँ दिदीलाई फोटो खिच्नलाई चाहिँ राम्रो रहेछ ठाउँ दुई चार टिकटक बनाउनलाई चाहिँ दिदीलाई राम्रो हिँड्ने चाहिँ ठाउँ चाहिँ यता रोकिनु हुन्छ तर अलिक हाइटमा हो र यहाँबाट कहाँ स्टोर खोजेर ल्याइदिन्छ ब्याकग्राउन्डमा स्टोर राखेर ब्याकग्राउन्डमा स्टोर राखेर यहीँ बनाउँदा हुँदैन दिदी के हो रोड राम्रो बनाएको एकदमै रमाइलो खालको के त्यो नेचरलाई युज गरेर जस माई गड कस्तो टप रहेछ अन्त यहीँ यतै कतै दामी रहेछ त ठाउँ चाहिँ यहीँ रोकौँ न हजुर तर हिउँ परेकोले त रमाइलो हुन्छ होला यो साह्रै इन्डियन नै भेट्न आइपुग्यो तपाईँलाई मिसी छाने के छ ए हाई गर यता हाई गर छोडिदेऊ न एकछिन हिँड्छ कि छोरी
छाने हाई ओ माई गड दामी तर दामी रहेछ क्या ठाउँ चाहिँ कस्तो लाग्यो तिमीलाई यता हेर त कस्तो लाग्यो अनि खोइ त सिरियस छौ त तिमी अनि अलि एक्साइटेड हुनु पऱ्यो नि सिरियस हो होइन होइन कस्तो छ भनेको त टोलीहरू घुम्न आएको सबै कस्तो लाग्यो दिदी राम्रो छैन राम्रो छैन त्यो अन्त तराईमा के अरे चितवन नेसनल पार्क हिँड्ने मान्छेलाई यस्तो के मन पर्थ्यो के यहाँ चाहिँ के चाहिँ रहेछ त्यहाँनिर के लेखाएको छ त्यहाँनिर चिम्नी टप भन्छ यो माथिको हाई 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 भन्न छोड्यो ए माथि तर त्यहाँ ह्याङ्गिङ गार्डन जस्तो गरेर माथि राख्यो भने रमाइलो हुन्थ्यो हाई मिसी सानो के छ यता हेर त ल बाबालाई हाई गरौँ ल चस्मा लाउँदै छोरो चस्मा लाउँछ वा हुन्छ ल लगाइदिनु न ल पखै सानो पख वा 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 यस्तै हिँड्नु नि ल ल्याउ नलाउने छाने अबुई दे हजुर ल यता हेर त बाबालाई हेर ल भिडियो फोटो अलिक फोटो खिच्छु कि तर अलिक लाइट अलिक कम भयो जस्तो छ कि हो तर साह्रै दामी रमाइलो स्मोकी माउन्टेन घुम्नै आउनु पर्ने ठाउँ ल दामी फ्यामिलीहरूसँग दिदी सर भिनाजु नानी बाबु ल छाने छोड्दैन त्यति छोड्दै एकचोटि छोड्दै छोड आऊ छाने आऊ माया हाई मिसी ल यता हेर त बाबा छानेको त लड्छ छाने छोड छाने यता हेर मिसी हाई गरिदेऊ हाई गरे खोइ हाई मिसी हाई बेबी मोटी सबै मोटा मान्छे मोटो नआएर कस्तो दुब्लो ल्याउने हो र मोटी र पातलो भनेर हुन्छ जस्तो छ त्यस्तै बरु ल म खिचिदिन्छु हाई जाने जाऊ हाई गरिदेऊ जाऊ हाई गरिदेऊ थ्याङ्क यू आऊ यता आउनुहोस् बाबा टुक्कु छाने this is just a video. So, thank you.
ल ल तिमीले खाने हो खाने तिमी पनि तिमी खाने हो ल मान्छेलाई नान्नु है फेरि मान्छेलाई त्यसो भए गुड ल ठ्याक्कै ल ओहो धन्न त म त ठ्याक्कै हो कि म त फेरि ए मेरो छुँदै छुँदो रहेछ फाल्नु छुँदैन त अरू अझ पारा ल्याउनु कहाँ जान्छ हौ यो त यस्तो गरेर आउँदैछ क्यामेरा पनि जस्तो उहाँहरू बिस्तारै वा होइन मेरो त के हुन्छ हौ एउटा त उसमा त नजाने हो एउटा त जाने एउटा त जाने हो एकैछिन भएन ल यो कार्डको लागि त्यो टिकट समाउनु भएको थियो म तापन राखेर ल हामी चढ्न लाग्यो है हामी चढ्न लाग्यो यो या give me just a second out I just want to make sure it's on yeah I just want to make sure हामी चाहिँ रेस्ट एरियामा आएको छौँ रेस्ट एरिया भन्नाले अब रेस्ट रुम भएको ठाउँ हाइवेहरूमा चाहिँ यसरी बनाएर राखेको हुन्छ यसरी हुन्छ मजाले रेस्ट रुम सेस्ट रुम गऱ्यो गाडी यता पार्क गऱ्यो मजाले हिँड्न मिल्छ यतापट्टि ठुलो ट्रकहरू पनि यतापट्टि साइडतिर हुन्छ हल्का स्न्याक्सहरू पनि लिन मिल्छ जे सुविधा बनाएको छ त्यहीँ छेउमा हाइवे छ वेदर पनि राम्रो छ हामी यतिकै खुट्टा तन्काउनुको लागि रेस्ट गरेछौँ मुख धुने फ्रेस हुने खुट्टा तन्काउने सबै मान्छेहरू कफी लिने कसैले ड्रिङ्क्सहरू लिने चिसोहरू त्यसो गर्छ त्यहाँभित्र चाहिँ रेस्टरुमहरू छ सबै ठुलो रेस्टरुम सफा जग्गा राम्रो हुन्छ ठ्याक्कै जस्ट हाइवेको छेउमा हुन्छ त्यसरी हाइवे त्यहाँ छ हाइवेबाट सट्ट निक्लिने आराम गर्ने यहाँ चाहिँ 2 आवर पार्किङ अन्ली लेखाएर छ तर धेरै ठाउँमा चाहिँ के हुन्छ भने बेलुका बस्न पनि मिल्छ बस्ने सुविधा पनि हुन्छ कहिले कहिले चाहिँ अब जस्तै अब लङ ड्राइभ भएको बेलामा अब मान्छेहरू के गर्छन् भने 4-5 घन्टा यसमै रेस्ट गरेर यो ट्रकहरू चाहिँ त्यतिकै बस्ने हुन्छ त्यहीँ ट्रकमै बस्ने खाने त्यही हो ठुलो ठुलो ट्रकहरू छ सब हामी बाबा छोरी आइ भन्दै खुसी हामी बाबा छोरी यसरी घुमिराखेका छौँ एक्सर्साइज गर्नुको बस्दा बस्दा खुट्टा दुखेर है छोरी मिसको के भयो खुट्टा दुख्यो मिसी फ्रेस भएको छ खुसी भएको छ बिचरा यताउति गाडी हेर्दैछ पलाक पुलुक पलाक होइन छोरी के हेरेको गाडी हेरेको है यस्तै छ बाबा छोरी उसको मामु चाहिँ रेस्टुरेन्ट जानुभएको छ हामी चाहिँ
मामु कुर्दै होइन छोरी अब एकछिनमा हामी पनि निक्लिहाल्छौँ अलि हतार छ हतार भएको कारणले गर्दाखेरि हो अलि ओह उहाँ आउँदै हुनुहुन्छ रेस्टुरेन्टबाट मुस्किन आउँदै हो यस्तै छ है ल अब हामी बिस्तारै अब निक्लिन्छौँ गाडीलाई पनि हल्का आराम भयो